मैले हजुरलाई हिजो भनेको थिएँ हामी कहीँ जाँदैछौँ र हजुरलाई म लङ भिडियो दिन्छु भनेर र हिजो चाहिँ अब राति भयो आउँदा ओर्दा र आज दिँदैछु। नमस्ते म इसिका, म फेसबुकमा नेपालीमा मिनी ब्लग बनाउँछु र हजुरलाई मेरो यो न्यू भिडियोमा स्वागत गर्दै र लङ भिडियो भनेर लामै अब सम्म हेर्दिनुहुन्छ भन्ने आशा गर्दै मेरो भिडियो लिएर आएकी छु हजुरहरु समक्ष। र ताता घाम ताप्दै हामी चाहिँ टमटममा चढेर जाँदैछौँ। कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ मेरी काकाकी छोरीको घरमा हामी चाहिँ जाँदै थियौँ र काकाकी चाहिँ अब नाति छ नि त एउटा काका दिदीको छोरो छ एउटा 10 महिनाको र मम्मी चाहिँ अब पहिला पालि जानुभएको र बडी हैन अब छोरी घर जानुभएको भनेर चाहिँ यता मम्मीले चाहिँ अब एउटा लुगा किनिदिउँ न त भनेर भन्नुभयो र अनि हामी चाहिँ यो तातो लुगा किनेर अब यता पापा दोकानमा भनेर जाँदैछौँ। अब बल्ल जानुभएको पापाहरू त लानै पर्यो। सो अब यता पापाहरू किनेर पनि अब केही भुजिया बिस्कुटहरू चाहिँ किनिमर्यौँ र यता चाहिँ हामी अब निस्किसकेका छौँ फेरि जानलाई। अब अलिकति टाढै पर्छ नि त हाम्रो घरबाट चाहिँ यता मरिखुट्टीबाट उता भित्र पर्सेको बाटो जानुपर्छ, खोकन बस्ती भन्छन्। अनि हामी चाहिँ पुगिसकेका छौँ फाइनली दिदी घर। र यता चाहिँ दिदीकी आमाले नातिलाई भात खुवाउनु हुँदै थियो। यता पिता पनि बसिरहनु भएको थियो र यता चाहिँ हेर्नु न दिदीको छोरो यस्तो राम्रो छ नि गोलुमोलु। यता हेर्नु न मलाई देखेर चाहिँ पुरा मैतिर हेरिरहेको थियो र म एकछिन अलिकति भिडियो लिएँ अरे। अनि यता चाहिँ दिदी चाहिँ भित्र चासा पकाउँदै थिए र अनि यता अब हामीलाई के खुवाउन भनेर दाल पनि भिजाउनलाई यता गर्दै थिए र यता चान दाल पनि भिजाइवरी र यता चाहिँ दिदीले सब्जीहरू पनि पकाइसके चाहिँ हामी यताउति डुलेर आउँदा त उसले सबै थोक पकाइसकेकी रहेछ र यता बडीहरूसँग हाँसी मजाक हाम्रो चाहिँ चलिरहेको थियो र दिदीले चाहिँ अब यता दाल यस्तो मिठो पारेर पकाएकी थिइन्। हेर्नु न चाना दाल आलुको सब्जी र यस्तो मिठो पकाएकी थिइन् नि मैले अनि अलिकति भिडियो पनि लिएँ। अब यता चाहिँ मेरी काकाकी छोरी र हामी चाहिँ अब खाना पनि बस्यौँ र यता मेरो मोबाइलमा चाहिँ अब चार्ज पनि थिएन नि त, त्यही भएर एकछिन चार्जमा राखेर अनि यता हामी चाहिँ अब घर जान भनेर निस्किसकेका छौँ। यता चाहिँ हुनुहुन्छ दिदीकी सासू मम्मी र उता दिदीको छोरो भिनाजु चाहिँ अब फौजी मान्छेको अब पारै भिन्डे भनौँ न अब ड्युटीबाट चाहिँ आउनुभएकै थिएन र यता चाहिँ हामी अब जान भनेर पनि निस्किसकेका छौँ। मम्मीलाई चाहिँ मैले डुलाउन लिएर गएको थिएँ भने छोरी घर बल्ल आउनुभएको र अनि डुलाउन पनि कहीँ लैजान पाएन र अनि दिदी घर लिएर गएँ। र मेरो भिडियो के कस्तो लाग्यो भन्नुहोला र राम्रो लाग्यो भने धेरैभन्दा धेरै सेयर पनि गर्नुहोला र हजुरहरूलाई मन पर्यो भने चाहिँ धेरैभन्दा धेरै सेयर गरिदिनु होला ल। र मेरो युट्युब च्यानललाई गएर पनि सब्सक्राइब गर्नुहोला। युट्युब च्यानलमा चाहिँ मेरो रिद्धि एसिका देवीमा नाम छ। हजुरहरू सबैजना गएर मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुहोला र के कस्तो लाग्यो मेरो भिडियो भन्नुहोला। र अहिलेलाई यति नै, बाई बाई। फेरि भेट्नेछु अर्को मेरो नयाँ भिडियोमा। र अहिलेलाई चाहिँ बाई ल।